गाइस हामीहरू होटेलवाला हो परदेशमा अर्काको देशमा आइएको छ है यत्रो ठुलो किचन समाउनु परेको छ परदेशमा गाइस के गर्नु होइन जिन्दगानी कस्तो चलिरहेको छ है अनि अहिले किचनको हल्का साफ चलिरहेछ हामी त होटेलवाला हो गाइस होटेलवालाको साह्रै कहिले खुसी पनि हुन्छ है कहिले दुःख पनि हुन्छ सम्झिँदा सम्झिँदा रुनु मन पनि लाग्छ गाइस है परदेशमा यस्तै छ जिन्दगानी अनि भन्नु जाँदाखेरि यहाँ हाम्रो क्याप्टेन म्यानेजर हामीहरूको किचनको हुनुहुन्छ अन्ना नल्लारका फाइनलका अन्नाले जुसको जुस बढिया बनाउँदो रहेछ है एकदम अन्ना सुतेपछि जोया के खबर नल्ला पेसेन्ट है हाम्रो यहाँ हाम्रो म्यानेजर है गाइस अनि यस्तै छ हाम्रो होटेलको कहिले दुःख कहिले सुख कहिले खुसी अनि मेरो एकजना साथी छ धेरै दुखी उसलाई धेरै दुःखीमा देख्छु साथी किन देख्छु साथी दुःखमा आउँछ यार को दुःखमा किन धेरै तिमीलाई त दुःखमा देख्छु कि नराम्रो लाग्छ साथी अनि कस्तो खालको याद आउँदैछ क्या साथी भन के भन न यता हेर अनि मेरो एकजना डान्सर भाइ पनि छ डान्सर भाइलाई कस्तो के लाग्दैछ डान्सर भाइ कस्तो लाग्दैछ अनि हो तमिलनाडुमा आएर तमिलनाडुमा आएर त्यस्तै अब गरम कस्तो छ गरम त त्यस्तो गरम छ हो नभन्नु पर्दैन यस्तो निस्किन्छ त्यो माघको भन्नु सकिँदैन यस्तो गरममा अब काम चाहिँ काम खतरा पढाइ छ यहाँ काम भन्नुपर्छ अब के गर्नु बाहिर आएको चाहिँ बाहिर आएर कमाउनुपर्छ कमाउनुको लागि हेर्नु तपाईँहरूलाई हामीहरूको दुःख बुझिदिनु धेरै लाइक गरिदिनु होला सेयर गरिदिनु होला धेरै माया दिनु होला है अनि यो सम्झनाइको ब्लगमा तपाईँहरू हेर्दै जानु अझै तपाईँहरूलाई राम्रो राम्रो मिठो मिठो हामीहरू ब्लग बनाउँदै जाँदैछौँ तपाईँहरूलाई पछि देखाउँछौँ जोय